सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो फ्रेमवर्कको बारेमा कुरा गर्दैछौँ जसले एउटा क्रान्तिकारी बिहानी दिनचर्या मार्फत हाम्रो जीवनलाई नै बदल्न सक्छ। हो, हामी कुरा गर्दैछौँ 5 बजेको क्लबको अवधारणाको बारेमा। ल, सुरु गरौँ न त। कहिल्यै सोच्नु भएको छ, संसारका सबैभन्दा सफल मान्छेहरू उनीहरूले आफ्नो दिनको सुरुवात कसरी गर्छन् होला? त्यो पनि यस्तो बेलामा जब बाँकी संसार मस्त निद्रामा हुन्छ। यो प्रश्नको उत्तर एउटा निकै शक्तिशाली पद्धतिमा लुकेको छ। यो खाली चाँडै उठ्ने कुरा मात्रै होइन, यो त त्यो बिहानको समयलाई आफ्नो सफलताको हतियार बनाउने एउटा कला हो। 5 बजेको क्लबको मुख्य सिद्धान्त नै यही हो। दिनको पहिलो घण्टाले हाम्रो बाँकी पुरै दिन कस्तो जान्छ भन्ने कुरा तय गर्छ। सोच्नुस् त, यो त्यो समय हो जब हामी अरूभन्दा एक कदम अगाडि हुन सक्छौँ। यदि त्यो पहिलो घण्टा जित्यो भने सम्झिनुस् पुरै दिन जित्यो। ल, अब लागौँ यसको सबैभन्दा महत्त्वपूर्ण अवधारणातिर। यो भनेको बिहान 5 बजे उठ्नु मात्रै होइन, खास कुरा त त्यो पहिलो 1 घण्टामा के गरिन्छ भन्ने हो। त्यही 1 घण्टालाई भनिन्छ विजयको घण्टा। एउटा यस्तो समय जसले हामीलाई विजेता बनाउँछ। यो विजयको घण्टा भनेको नि एकदमै शान्त र एकान्तको समय हो। यो त्यस्तो समय हो जब सारा संसार सुतिरहेको हुन्छ र हाम्रो ध्यान भट्काउने कुनै पनि कुरा हुँदैन। यो समय भनेको पुरै ध्यान आफूमा केन्द्रित गर्ने र आफ्नो मन, शरीर अनि आत्मालाई आउँदो दिनको लागि तयार पार्ने सबैभन्दा उत्तम समय हो। यो दर्शनको मुटु नै यही भनाइ हो। आफ्नो बिहानलाई आफ्नो बनाउनुहोस्, आफ्नो जीवनलाई माथि उठाउनुहोस्। कति सरल तर शक्तिशाली कुरा। यसले के देखाउँछ भने बिहानको एउटा सानो बानीले हाम्रो जीवनमा कति ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ। आफ्नो बिहान आफ्नै हातमा छ र त्यसैगरी हाम्रो जीवनको नियन्त्रण पनि। ठिक छ, विजयको घण्टाको बारेमा त थाहा भयो, तर त्यो समयलाई सदुपयोग चाहिँ कसरी गर्ने त? यसको लागि एउटा एकदमै स्पष्ट संरचना छ। यो त्यत्तिकै बिताउने समय होइन, यसलाई शक्ति दिने इन्जिन हो। एउटा सरल तर निकै प्रभावकारी सूत्र जसलाई भनिन्छ 20/20/20 फर्मुला। यो सूत्रले के गर्छ भने त्यो 1 घण्टालाई 3 वटा शक्तिशाली 20-20 मिनटको ब्लकमा बाँड्दिन्छ। हरेक 20 मिनटको एउटा छुट्टै र स्पष्ट उद्देश्य छ। पहिलो 20 मिनट शरीरको लागि, दोस्रो मनको लागि र तेस्रो हाम्रो बुद्धि र आत्माको लागि। यसले गर्दा त्यो 1 घण्टाको हरेक मिनटको सही सदुपयोग हुन्छ। पहिलो 20 मिनट अर्थात् 5 बजेदेखि 5:20 सम्मको समय हो गतिविधिको। यो भनेको यस्तो व्यायाम गर्ने हो जसले शरीरबाट पसिना निकालोस्। यसो गर्दा के हुन्छ भने हाम्रो तनाव बढाउने हर्मोन कोर्टिसोल घट्छ र हामीलाई खुसी र ऊर्जा दिने डोपामाइन बढ्छ। दिनको सुरुवात नै यति धेरै ऊर्जा र सकारात्मकताका साथ हुन्छ। अब दोस्रो 20 मिनटको पालो जुन हो चिन्तनको लागि। यो समय हो शान्ति, जागरुकता र फोकसको लागि। यो समयमा हामी जर्नलिङ गर्न सक्छौँ, ध्यान गर्न सक्छौँ वा आउँदो दिनको लागि योजना बनाउन सक्छौँ। यी गतिविधिले हाम्रो मनलाई शान्त र सफा बनाउँछ, जसले गर्दा सही निर्णय लिन सजिलो हुन्छ। र अन्त्यमा आउँछ तेस्रो र अन्तिम 20 मिनट जुन हो विकासको लागि। यो समय आफ्नो ज्ञान बढाउन र आफ्नो सिप सुधार्नको लागि हो। हरेक दिन केही नयाँ सिक्ने, जस्तै किताब पढ्ने, कुनै अनलाइन कोर्स हेर्ने वा आफ्नो कामसँग सम्बन्धित कुराहरू अध्ययन गर्ने। यसले हामीलाई निरन्तर अगाडि बढ्न मद्दत गर्छ। ल, यति राम्रो दिनचर्याको बारेमा त थाहा भयो, तर सबैभन्दा ठूलो प्रश्न, यसलाई निरन्तरता कसरी दिने? हो, यही नै आउँछ अनुसन्धानमा आधारित 66 दिनको बानी बसाल्ने प्रक्रिया। यसले यो शक्तिशाली बानीलाई हाम्रो जीवनको एउटा हिस्सा बनाइदिन्छ जुन आफै चल्न थाल्छ। हो, 66 दिन। यो कुनै अनुमानको भरमा भनिएको नम्बर होइन। युनिभर्सिटी कलेज लन्डनमा भएको अनुसन्धानले के देखाएको छ भने कुनै पनि नयाँ बानीलाई हाम्रो जीवनको हिस्सा बनाउन, मतलब त्यो बानी सोच्दै नसोची आफै हुन थाल्नको लागि औसतमा 66 दिन लाग्छ। यो रातारात हुने कुरा होइन, यसमा धैर्य र प्रतिबद्धता चाहिन्छ। यो 66 दिनको प्रक्रिया पनि 3 चरणमा बाँडिएको छ। पहिलो 22 दिन हो विनाशको चरण। यो चरण अलि गाह्रो हुन सक्छ किनभने यहाँ हामीले आफ्नो पुरानो आरामदायी बानीलाई तोडेर एउटा नयाँ र अप्ठ्यारो बानी सुरु गर्नुपर्छ। भनौँ न, यो हाम्रो इच्छा शक्तिको असली परीक्षा हो। त्यसपछि आउँछ दोस्रो चरण, 23औं दिनदेखि 44औं दिनसम्म। यसलाई स्थापनाको चरण भनिन्छ। यो बीचको समय हो जहाँ नयाँ बानी अलि सामान्य लाग्न थाल्छ र हाम्रो दिमागमा नयाँ न्युरल पाथवे
अर्थात् स्नायु मार्गहरू बन्न थाल्छन्। तर पनि यसलाई निरन्तरता दिन अझै पनि प्रयास चाहिँ गरिरहनुपर्छ। र अन्त्यमा 45औं दिनदेखि 66औं दिनसम्मको एकीकरणको चरण। यहाँसम्म आइपुग्दा 5 बजे उठ्ने र विजयको घण्टाको अभ्यास गर्ने बानी हाम्रो दोस्रो स्वभाव बनिसकेको हुन्छ। यो अब कुनै करले गर्नुपर्ने काम जस्तो लाग्दैन, बरु हाम्रो पहिचानकै एउटा हिस्सा बन्छ। ल, हामीले 5 बजेको क्लबको पूरा प्रणालीलाई हेऱ्यौं। अब यसको मुख्य सार के हो त, त्यसलाई एकपटक फेरि हेरौं ताकि हामीले सिकेका कुराहरू एकदमै स्पष्ट होस्। हेर्नुस् त, यी 3 मुख्य अवधारणाहरू मिलेर एउटा कति शक्तिशाली प्रणाली बनेको छ। विजयको घण्टाले हामीलाई के गर्ने भनेर बताउँछ, 20-20-20 को सूत्रले कसरी गर्ने भनेर देखाउँछ, र 66 दिनको प्रक्रियाले यो बानीलाई जीवनभरको लागि टिकाउ बनाउँछ। अन्त्यमा यो प्रश्नमा अलिकति सोचौं त, कि साँच्चै दिनको त्यो पहिलो 1 घण्टालाई आफ्नो बनाएर आफ्नो जीवनको क्षमतालाई एउटा नयाँ उचाइमा पुर्याउन सकिन्छ होला? यो प्रणालीको दाबी त यही हो। अब प्रश्न यो हो कि हामी यो चुनौती स्वीकार गर्न तयार छौं त? जवाफ हामीले आफैभित्र खोज्नुपर्छ।